हाई एभ्रिवान, यो चाहिँ मेरो साग बनाउने तरिका होइन। ताते अब मैले तेल हालेँ, अनि तेल हालिसकेपछि चट्ट लाएर जुवाना हाल्छु होइन। अनि जुवाना पाकिसकेपछि चाहिँ एकछिनपछि यसलाई छोडेर मरिच हाल्छु होइन। मरिच हालेको केही समयपछि चाहिँ यसलाई एकछिन हल्का यसो चलाउँछु होइन, किनभने मैले तेल अलिक थोरै हालेको थिएँ। र अहिले यो लसुन पनि मलाई मनपर्छ। लसुन चट्ट हालेर होइन, अब यसलाई चाहिँ एकछिन हल्का नरम बनाउँछु होइन। अब भनौँ न एकछिन चलाएर नरम बनाउँछु। अनि यसलाई एकछिन चलाइसकेपछि यो पनि राम्रो पाकिन्छ। त्यसपछि चाहिँ चट्ट सागहरू धोएर अनि चट्ट हालेँ होइन, दामीसँगले है। अलिक तातो तातो छ, चट्ट हालेर अब यसलाई एकचोटि बिस्तारै लाएर के गर्नुपर्छ भने चलाइदिनुपर्छ होइन। अनि यसलाई चट्ट छोपेँ है, यो हल्का बाफिन्छ। अनि बाफिसकेपछि वाउ दामी होइन। साग भनेको चाहिँ म कसरी खान्छु भने भनौँ न लातखिलित गरेर भन्दा पनि अलिक हरियो नै छोड्छु कि भनौँ न होइन। अनि यसलाई चट्ट चलाएँ, अनि यसको पानी हल्का सुकाउँछु थोरै सुकाएर चाहिँ। अनि यसको अब केही समय बाद यसलाई चाहिँ म के गर्छु भने यहाँ चाहिँ चट्ट लाएर मैले नुन हाल्छु है। एकछिन चलाऊँ, हल्का पाकेँ होइन। चट्ट नुन माथिबाट सरर छरेँ होइन, चट्ट है। अनि त्यसपछि साग बन्यो। यो चाहिँ मेरो बनाउने तरिका, इजी वे होइन, आफ्टर लङ आवर ड्युटी है। चट्ट यसो चलाइदिनुपर्छ होइन। पानी पनि चट्ट सुकिन्छ, चट्ट लाएर रेडी त भयो होइन। अनि त्यसपछि के गर्ने भन्दा चट्ट लाएर यो मेरो टिफिन बक्समा चट्ट हाल्ने। अनि हालेर यसलाई म फ्रिजमा राख्छु र यसलाई म 2-3 दिनसम्म चाहिँ 2 दिनसम्म चाहिँ म खान्छु भनौँ न। यो चाहिँ मेरो बनाउने तरिका हो। तपाईँहरूको के कस्तो छ होइन, यसमा मैले अब हाल्नुपर्ने चिजहरू के थिए कि तपाईँहरूले मलाई यसो के अरे इन्फर्मेसन दिन सक्नुहुन्छ होइन, जानकारी दिन सक्नुहुनेछ। यो चाहिँ मेरो बनाउने तरिका हो भनौँ न है।